नमस्ते, 안녕하세요। सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ मैले बिदाको सदुपयोग गर्दै तपाईहरुलाई मैले जानेको बुझेको केही कुराहरू पस्किदै छु। यो चाहिँ तपाईहरु कोरियन भाषा पढिरहनु भएको प्लस कोरिया आइसके पनि दैनिक जीवनमा प्रयोग हुने केही कुराहरू सिकाउँदै छु। जस्तै हामीले पढ्दै गर्दाखेरि यो मन्ज, छौम, उसन र इन्दान यिनी यसको अर्थ चाहिँ पहिले, अगावै, अगाडि भन्ने हुन्छ। यो चाहिँ अब एउटै छ, मिनिङ चाहिँ हैन, अर्थ एउटै छ। अब यो चाहिँ कस्तो के अवस्थामा प्रयोग, यसको पनि केही अवस्थाहरू छ। यो चाहिँ कस्तो अवस्थामा के प्रयोग गर्ने भन्ने कुराहरू छ। यो चाहिँ कस्तो बेलामा प्रयोग गरिन्छ भने हामीहरूले दुई तीनवटा कामको क्रममा, जस्तै यो काम पनि गर्नु छ, त्यो काम पनि गर्नु छ र त्यो काम पनि गर्नु छ, यस्तो अवस्थामा चाहिँ यो दुईटा काम भन्दा पहिले चाहिँ यसलाई गरौँ भन्दाखेरि, यस्तो यसलाई सुरु गरौँ भन्दाखेरि चाहिँ मन्जको प्रयोग गरिन्छ। अब यो कस्तो भन्दा दुई तीनवटा कामको क्रममा मैले तपाईहरुलाई भनिसके, दुई तीनवटा काम अथवा धेरै कामको क्रममा चाहिँ पहिले चाहिँ त्यो कामलाई छोडेर अब यो चाहिँ स्टार्ट गरौँ। जस्तै तपाईहरु यहाँको म्यानेजरसँग काम गर्दै हुनुहुन्छ, म्यानेजर धेरै काम गर्नु छ, म्यानेजरले चाहिँ भन्यो यो काम सबै छोडेर मन्ज पहिला यो गरौँ है, यसरी भन्दा चाहिँ यसको प्रयोग हुन्छ। जस्तै म एक दुईवटा वाक्य पनि लेख्ने छु तपाईहरुलाई। ने일 हाल इरी मानायो मन्ज आउसिए सासाङबुथ सिजाक हाप्सिदा। अब यहाँ बोर्ड सानो भएको हुनाले मैले नेपाली अर्थ चाहिँ लगाइदिन्छु, लेख्दिनँ, तपाईहरुले नोट गराउनु होला यदि चाहिन्छ भने, अथवा स्क्रिनशट गर्नु होला। अर्थ चाहिँ भनिदिन्छु एक एक गरी। ने일 हाल इरी मानायो, भोलि गर्ने काम धेरै छ, मन्ज पहिले, आहोप सिए 9 बजे, सासाङ भनेको चाहिँ के हो भने ग्राइन्डर भन्ने थाहा छ होला तपाईहरुलाई। ओल्डिङ गरेको ठाउँमा ग्राइन्डर गरिन्छ, त्यो ग्राइन्डर गर्ने कामलाई चाहिँ सासाङ भन्दछ। यो चाहिँ प्राय म्यानुफ्याक्चर सी बिल्डिङ तर्फ चाहिँ यो काम धेरै गर्ने गरिन्छ। सासाङ बुथ सिजाक हाप्सिदा, भोलि चाहिँ गर्ने काम धेरै छ, पहिले चाहिँ अरु काम नगरेर, हेर्नुस् है, दुई तीनवटा कामको क्रममा पहिले स्टार्ट गरिने अवस्थामा चाहिँ मन्जको प्रयोग गरिन्छ भनेको छ। भोलि गर्ने काम धेरै छ, पहिला चाहिँ 9 बजे सासाङ बुथ ग्राइन्डर गर्ने कामबाट सुरु गरौँ भन्दा चाहिँ यसरी दुई तीनवटा कामको क्रममा चाहिँ पहिले यसलाई यसरी गरौँ भन्दा चाहिँ यसको प्रयोग गरिन्छ। सासाङ तपाईले यसलाई यो मिनिङ नयाँ भएको अवस्थामा लेख्नु होला। सासाङ भनेको चाहिँ ग्राइन्डर गर्ने काम हो। ओनुल उरी होएसा छङ्नी ह्या देव खुरेस मन्ज छङ्सो बुथ सिजा काप्सिदा। आज हाम्रो कम्पनी छङ्नी ह्या देव, आज चाहिँ हाम्रो कम्पनी यो छङ्नी हादा भनेको व्यवस्थापन गर्नु, मिलाउनु, सरसफाई गर्नु। यो चाहिँ कस्तो अवस्थामा यसलाई झनै बुझिन सकिन्छ भने हामीले काम गरिरहेको कम्पनी शनिबार र आइतबार बिदा हुने भएको हुनाले शुक्रबार चाहिँ अगावै 10-15 मिनेट अगाडि, 20 मिनेट अगाडि काम सकाएर छोडेर त्यो मेसिनहरु बन्द गर्ने, सरसफाई गर्ने, तारहरु भेटारेर राख्ने, सबै सामानहरु व्यवस्थापन गर्ने, सरसफाई गर्ने, त्यो काम चाहिँ छङ्नी हादा हो। ओनुल उरी होएसा छङ्नी ह्यादे, आज चाहिँ हाम्रो कम्पनी छङ्नी सरसफाई मिला व्यवस्थापन गर्नुपर्ने छ। खुरेस त्यसैले मन्ज पहिले, छङ्सो बुथ सिजाक हेयो, पहिला चाहिँ सरसफाईबाट सुरु गरौँ। यसरी चाहिँ यो मन्जको प्रयोग चाहिँ यस्तो अवस्थामा दुई तीनवटा कामको क्रममा अगाडि चाहिँ यसलाई सुरु गरौँ भन्दाखेरि चाहिँ यसको प्रयोग गरिन्छ। छौम चाहिँ जीवनको पहिलो भोगाई अथवा हामीले कहिले नगरेको काम पहिलोचोटि गर्दैछौँ भने यस्तो अवस्थामा चाहिँ छौमको प्रयोग गरिन्छ। यसको पछाडि चाहिँ अलिकति
रिजन जस्तो है, अलिकति कारण जस्तो यो अर्थ हुँदै गर्दछ। जस्तै तपाईले रक्सी पिउनु भएको छैन अहिलेसम्म र आज साथीको कारणले गर्दा रक्सी पिउनु भयो, साथीले बेसरी कर गर्यो, पिउनै पर्छ आज नत्र हुन्न, म बोल्दिनँ, मान्दैन भन्यो, पिउनु पर्ने अवस्था आयो भने चाहिँ पिउनु भयो। त्यस्तो अवस्थामा चाहिँ कसरी यसको छौमको प्रयोग हुन्छ भने रक्सी पिएर तपाईले के भयो त टाउको दुख्यो, ह्याङ भयो हो, अथवा घरमा कराउनु भयो भने मैले चाहिँ आज साथीले गर्दा रक्सी पिए, त्यही भएर टाउको दुखिरहेछ नि त, टाउको दुख्यो। आज मैले रक्सी छौम ओनुल छेगा सुल छौम मासेसयो खुरेस मरिका आफायो। आज चाहिँ मैले रक्सी पहिलो पटक सेवन गरे, पिए, त्यही भएर टाउको दुखिरहेको छ। यस्तो अवस्थामा चाहिँ छौमको प्रयोग गरिन्छ है। अब जस्तै उदाहरणहरू हेरौँ एक दुईवटा। ल हेर्नुस् है, छौमको जीवनको पहिलो भोगाई उदाहरण हेर्नुस्। छेगा ओनुल आज मैले आज अथवा आज मैले एउटै नै हो। मैले आज छौम पहिलो पटक छाजङ्ग थासयो। छाजङ्ग भनेको साइकल। मैले आज पहिलो पटक साइकल चढे, खुरेस त्यसैले छालमुट हेयो राम्रो गर्न सकेन। त पहिलोचोटि चढेको हो नि त, राम्रोसँग चलाउन सकिन भन्न खोजेको, छालमुट हेयो राम्रो गर्न सकिन। मैले आज पहिलो पटक साइकल चढे, त्यसैले राम्रो गर्न सकेन। छिनान्दारे है, छिनान्दारे गत महिना छौम फेङ्गिगा थासयो। गत महिना चाहिँ पहिलोचोटि प्लेन चढे, त्यसैले छेमिसयो, त्यसैले रमाइलो, पहिलोचोटि प्लेन चढ्दा खुसी नै हुने भयो, रमाइलो नै हुने भयो है। यस्तो बेलामा चाहिँ जीवनमा कहिले नगरेको काम पहिलोचोटि गरेको अवस्थामा हैन, पहिलोचोटि भोगेको अवस्थामा चाहिँ छौमको प्रयोग गरिन्छ। त्यसै गरी अब हाम्रो पालो छ 3 नम्बरको उसन। उसन चाहिँ कस्तो बेलामा प्रयोग गरिन्छ हेरौँ है। ल हेर्नुस् है, अब उसन चाहिँ सबै काम छोडेर गर्नै पर्ने अवस्था, गर्नै पर्ने कामको अवस्था आएमा चाहिँ उसनको प्रयोग गरिन्छ। यसमा धेरै अप्ठ्यारो केही पनि छैन, सजिलो छ। अब गर्नै पर्ने काम भन्नुको अर्थ के भन्दा हामी कम्पनीमा काम गरिरहेका छौँ, मानौ हाम्रो हात एक्सिडेन्टमा पर्यो, हात काटियो, च्याप्पियो है, त्यस्तो बेलामा चाहिँ उसनको प्रयोग हुने भयो। कसरी भन्दा त्यो कामलाई चाहिँ त्यहाँनिर छोडेर है, त्यहाँनिर छोडेर हामी के गर्नुपर्ने हुन्छ त, हस्पिटल जानुपर्ने हुन्छ नि त हो। त्यस्तो बेलामा चाहिँ त्यो काम त्यो काम छोडेर पहिला चाहिँ के गर्नु पर्यो, हस्पिटल जानु पर्यो। त्यस्तो अवस्थामा चाहिँ एक्सिडेन्ट भयो हो, एक्सिडेन्ट भयो, चोट लाग्यो भने अब त्यहाँ फेरि हस्पिटल नगएर पहिला ग्यारेज जाने त होइन गाडी गराउन, त्यो सबै छोडेर सबैभन्दा सुरुमा के गर्नु पर्यो त, हस्पिटल जानु पर्यो हो। यस्तो अवस्थामा चाहिँ हाम्रो उसनको प्रयोग हुन्छ। जस्तै हेरौँ, अब आगलागी भयो अचानक, किसुक्सा होस्टेलमा आगलागी भयो भने सबैभन्दा पहिला सबै काम छोडेर के गर्नु पर्यो त, खुरी नामेन आगलागी भयो भने उसन सबैभन्दा पहिले फिसाङ बेल भनेको आकस्मिक आपतकालीन घन्टी हुन्छ। बेल आपतकालीन अवस्थामा चाहिँ प्रयोग गरिन्छ यसको। आपतकालीन घन्टी चाहिँ नुरुसेयो, दबाउनुहोस्। त्यसपछि चिच्याउनु पर्यो, आगलागी भयो भनेर ठुलो स्वरमा कराउने, अनि त्यसपछि आगो निभाउने, त्यो प्रोसेस सुरुमा चाहिँ के गर्नु पर्यो त, आकस्मिक बेल चाहिँ, आपतकालीन बेल चाहिँ दबाउनु पर्यो। यस्तो अवस्थामा चाहिँ अरू काम त्यो भयो, नहुने कुरा भइसक्यो, अब भयो भने त्यो सबैलाई छोडेर गर्नै पर्ने काम, त्यस्तो अवस्थामा चाहिँ हाम्रो उसनको प्रयोग गरिन्छ है त। अब जाउँ हामी लास्टमा
इन्दान भनेको पनि पहिले नै हो। अब यसको बारेमा चर्चा गरौँ है त। ल हेर्नुहोस् है, अब चल्ने समयमा गरिने काम इन्धन भनेको चाहिँ पहिले नै हो जस्तो। अब चल्ने समयमा गरिने काम जसलाई चाहिँ छिगुम र इजे पनि भनिन्छ। यसरी बुझ्दा हुन्छ कि इन्धन भनेको चाहिँ छिगुम र इजेसँग चाहिँ नजिक छ। जस्तै अब गरिने काम, यसको चाहिँ उदाहरण हेरौँ। हेर्नुहोस् अब यो इन्धन चाहिँ योभन्दा अलिक फरक छ। अब चल्ने समयमा गरिने काम जसलाई छिगुम र इजे पनि भनिन्छ है। जस्तै इन्धन स्याङ्गाक फोगो माल्सुङ हाके सुम्निदा, यो चाहिँ कस्तो अवस्थामा प्रयोग भन्दाखेरि तपाईले कसैलाई कस्तो भन्दा साथीलाई घुम्न जाम है भन्नुभयो। ओइ साथी भोलि चाहिँ घुम्न जाम है भन्नुभयो। एकछिन है म घरमा सोधेर अनि बाबा मम्मीले हुन्छ जा भन्नुभयो भने चाहिँ फिक्स गर्छु भन्ने, यस्तो अवस्थामा चाहिँ इन्धनको प्रयोग हुन्छ। इन्धन स्याङ्गाक फोगो माल्सुङ हाके सुम्निदा, एकछिन है पहिले म सोच विचार गर्छु, एकछिन मलाई सोच्न दे है, म सोध्छु अनि के गर्ने भनेर भन्छु हो। यस्तो भन्दा चाहिँ इन्धनको प्रयोग हुन्छ है।